यहाँहरू सबैमा मेरो राधे राधे। जनवरी महिना 2026 को मासिक राशिफल लिएर म यहाँहरूको समक्ष उपस्थित भएको छु। भिडियोलाई अन्तिम तक पुरा हेर्नुहोला। मेष राशि भएका व्यक्तिहरूको स्वास्थ्यमा सुधार आउनेछ। आफूलाई ऊर्जावान महसुस गर्नुहुनेछ। सानातिना रोगहरूबाट राहत मिल्नेछ। नयाँ करियर अवसरहरू र पदोन्नतिहरूको सम्भावना छ, तर लेनदेनमा सावधान रहनुहोला। वृषभ राशि, व्यावसायिक जीवन राम्रो हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ, तर खर्च नियन्त्रणमा राख्नुहोस्। साझेदारी लाभदायक हुन्छ। मिथुन राशि, पुरानो लगानीहरूबाट धेरै फाइदा मिल्नेछ। करियर परिवर्तन र चुनौतीहरूको सामना गर्न सक्नुहुनेछ। अनावश्यक खर्चहरूबाट आफूलाई बचाउनु पर्ने हुन्छ। कर्क राशि, तपाईँ भावनात्मक रूपमा जोडिएको महसुस गर्नुहुनेछ। नोकरीको क्षेत्रमा पनि धेरै शुभफल प्राप्त हुनेछ। कुनै पनि फसला लिने अगाडि आफूलाई धैर्यवान बनाएर फैसला लिनुहोला। सिंह राशि, करियरमा ठुलो परिवर्तन देखिएको छ। अधिक परिश्रम गरेर फल प्राप्त हुनेछ र अचानक धन लाभको योग पनि बनेको छ। कन्या राशि, अचानक आर्थिक लाभ र करियर उन्नतिको अवसरहरू हुनेछन्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् र अनियमित दिनचर्याबाट बाँच्नुहोस्। तुला राशि, कडा परिश्रमको प्रतिफल मिल्नेछ। नयाँ करियर परियोजनाहरू र विदेश यात्राको अवसरहरू पनि आउन सक्छ। वृश्चिक राशि, हजुर आफ्नो लक्ष्यहरूप्रति उत्प्रेरित रहनुहुनेछ र सफलता पनि प्राप्त गर्नुहुनेछ। सम्बन्धहरूमा सुधार हुनेछन्। विवाहको योग पनि बनेको छ। धनु राशि, समाजमा मान प्रतिष्ठा बढ्नेछ। परिवारमा खुसीको माहौल हुनेछ। आर्थिक लाभको सम्भावना पनि छ र शत्रुहरूबाट आफूलाई बचाउनु पर्ने हुन्छ। मकर राशि, विद्यार्थीहरूको सफलता मिल्नेछ। पहिले बाँकी रहेका कामहरू अहिले पूरा हुनेछन्। नयाँ करियर अवसरहरू खुल्नेछन्। आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कुम्भ राशि, तपाईँ सामाजिक कार्यमा सक्रिय हुनुहुनेछ। आएका नयाँ रास्ता खुल्नेछन्। मानसिक तनाव कम हुनेछ र सम्बन्धहरू बलियो हुनेछ। मीन राशि, परिवारमा खुसीको माहौल बन्नेछ। आर्थिक लाभ र उन्नतिको सङ्केत छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। र यो भिडियोमा आफ्नो प्रतिक्रिया दिएर धेरैभन्दा धेरै सेयर गरिदिनु होला।